हेलो ब्रो, के चाल खबर? आज चाहिँ म हाम्रो यो बुम लोडर भन्छ, यसको लागि चाहिँ मैले सानो भिडियो बनाउन गइरहेको छु। यो हाम्रो बुम लोडर हो है, बुम लोडरको यसको चाहिँ बुम लोडरको मुख्य काम चाहिँ हाम्रो के हो भनेदेखि लोडिङ अनलोडिङ पनि गरिन्छ यसैले। तर त्यो भनेको चाहिँ हाम्रो फोर्कलिफ्ट भन्ने हुन्छ नि, त्यसले नि गर्न मिल्छ। तर यसको मुख्य काम भनेको चाहिँ हाम्रो यो जस्तो हो, यो देखिराख्नु भएको नि, यो 2 तला 3 तला जतिको यो घर पनि राखेको यो सबै हो। यस्तोमा चाहिँ हाम्रो यो तपाईँको जस्तै हाम्रो नेपालमा लेबरहरूले सबै तपाईँको इँटा बालुवा सिमेन्टहरू गिटीहरू त्यहाँ बोरामा हुन्छ कि या डालोमा बोकेर लिएर माथि पुर्याउँछ भने यता चाहिँ एउटा सिङको पनि केही भाँचिँदैन। यिनीहरूले सबै गर्ने भनेको यो मेसिनले हो, यो बुम लोडरले यसैले पुर्याउने काम गर्छ सबै 2 तला 3 तला माथिसम्म। र यसको काम मुख्य काम भनेको चाहिँ त्यही हो। र यसको मैले चाहिँ थोरै यसको बुम लोडरको लिभरको बारेमा बनाउँदैछु सानो भिडियो यसको बारेमा। ल यो चाहिँ पहिला हाम्रो चाबी अन गरेँ, मैले अन गरेपछि ल स्टार्ट गरेँ मैले यो चाहिँ स्टार्ट भयो भनेपछि यो हाम्रो यो जुन 2टा लिभर देखिराख्नु भएको नि, यो 2टा लिभर भनेको हाम्रो अगाडिको जेसीबीमा जस्तो स्टेबलाइजर जग भन्छौँ नि हामीले, हो त्यस्तै यसको काम पनि 2टा खुट्टा हुन्छ यसको। र अनि त्यसपछि हाम्रो यो बुम तलमाथि र हाम्रो अगाडिको जुन लम्बाइ हाम्रो तपाईँको मिटर पनि भन्छ, त्यो मिटर तन्काउने र सानो बनाउने काम गर्छ यसले। 4वटा काम गर्छ यो लिभरले। र यो भनेको हाम्रो बकेटको काम गर्छ, बकेट इन र आउट। अब यता माथि गरे इन, तल गरे आउट हुन्छ है। पहिला म तपाईँहरूलाई यसको बारेमा भनेपछि खुट्टाको बारेमा देखाउँछु। यो खुट्टा माथि गऱ्यो भने त्यो खुट्टा माथि आउँछ। यो मैले आफूतिर तान्छु है, यसले माथि ताने। ल हेर्नु, यताको खुट्टा माथि आइरहेछ। ल हेर्नु, माथि आयो। अब फेरि म यसलाई तलतिर धकल्छु, तलतिर धकाले अब त्यो तल गयो। ल हेर्नुहोस्, तल गयो। ल यो लाग्यो। अब त्यसपछि अब लेफ्टको है, यसलाई माथि तान्छु मैले। ल हेर्नु, माथि ताने। अब यतापट्टिको माथि आउँछ। ल हेर्नुहोस् है, माथि आयो। ल फेरि म अब यसैलाई तल धकल्छु। ल तल धकाले अब त्यो तल जान्छ। ल हेर्नुहोस्, यो तल गयो। यो तल गइसकेपछि ल अब अर्को हाम्रो भनेपछि यो चाहिँ हाम्रो बुम तलमाथि हुन्छ। अब यसलाई मैले आफूतिर तान्दाखेरि माथि हुन्छ त्यो। ल हेर्नुहोस्, माथि गइरहेछ। ल हेर्नु है, ल माथि गयो। अब यसैलाई मैले फेरि तलतिर धकल्छु है, हेर्नु तलतिर धकाले अब यो तल आउँछ। ल हेर्नु, तल आइरहेको नि। ल हेर्नुहोस्, तल आयो। ल अब अर्को भनेपछि यो 2टा काम भयो तलमाथि हुने। ल थोरै माथि गर्छु मैले तपाईँहरूलाई अलिकति देखाउनुलाई मात्र। यो माथि भयो अलिकति भनेपछि अब यसलाई मैले चाहिँ फेरि दायाँतिर धकाल्दाखेरि हाम्रो त्यो जुन कति 140को यो 140को भएपछि तपाईँको लगभग 14-15 मिटर जतिको तन्किन्छ यो। ल 14 मिटर जति तन्किन्छ भने म पहिला यसलाई दाहिनेतिर धकाल्छु है, यसरी दाहिनेतिर धकाल्दाखेरि ल हेर्नु त्यो लाम्चो भइरह देख्नु। ल यसको काम भनेपछि यही हो, 2 तला 3 तला माथिसम्ममा पुर्याउने सामानको काम गर्ने काम यसले गर्छ। ल हेर्नु कति लामोसम्म तन्किरह। ल धेरै अब तानेर पनि देखाउनु छैन, अलिकति मात्र देखाउनुलाई मैले भिडियो बनाएको। ल यसलाई मैले फेरि अब त्यसलाई देब्रे अघि गरेँ मैले दाहिने। अब चाहिँ अहिले मैले बायाँतिर गर्छु, यसलाई तान्छु मैले बायाँतिर गरेँ। अब त्यो हेर्नुहोस्, अब बायाँतिर गर्दाखेरि अब त्यो सानो भइरह। हाम्रो जुन एक्स्ट्रा बुम पनि भनिन्छ भन्न मिल्यो भने यसलाई। ल हेर्नु, यो हाम्रो बम ल सबै तल आयो। अब त्यसपछि अब बकेटको काम, यो बकेटको काम भनेपछि तपाईँको माथि गर्दा इन हुन्छ, तल गर्दा आउट है। ल पहिला मैले तल गर्छु, यसलाई तल गरेर देखाउँछु। यो आउट भयो है। ल हेर्नु, आउट भइरहेको। ल आउट भयो। अब म यसलाई फेरि आफूतिर तान्छु है, यसरी। ल इन भइरहेको त्यो। ल हेर्नु, भयो
भयो थोरै तल गरिदिउँ चाहिँ र अलि राम्रोसँग यो बकेटको चाहिँ आएन, बकेटको चाहिँ अलि राम्रोसँग आएन। म तपाईँलाई राम्रोसँग गरिदिउँछु है। ल हेर्नुहोस् यो तल आयो। ल बकेटलाई मैले पहिला तल गर्छु है, यो तल थिच्यो। ल हेर्नुहोस् तल गयो, यो तल गयो। फेरि यो मैले आफूतिर लिँदाखेरि यसरी तान्छु मैले, इन हुन्छ हेर्नु है। ल हेर्नु इन भइरहेको थियो। ल इन भयो, यो इन भयो। एकचोटि फेरि माथितिर गर्छु मैले बुमलाई। ल माथितिर गर्दाखेरि बुम माथि गयो। हेर्नु र यो हाम्रो भनेको एसी, एसीको काम गर्छ नै। कतिको मजाको हावा आउँछ एकचोटि म तपाईँहरूलाई पुरै तल ओर्लेर पनि देखाउँछु यसको बारेमा कस्तो छ भनेर। यो बुम लोडर भनेको यस्तो हुन्छ। ल हेर्नुहोस् यो बुम लोडर भनेको चाहिँ, बुम लोडरको काम भनेको यस्तै 2 तला 3 तला घरमाथि पुर्याउने काम गर्छ हाम्रो सामानहरू।